हेलो साथीहरू, गुड मर्निङ, नमस्कार, छ्याजालो हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अब नयाँ दिनको सुरुवात भइरहेछ। हरियाली मकैबारीभित्र देख्न सक्नुहुन्छ मेरो पछाडि हरियाली मकैबारीभित्र कुनै फल्दैछ, कुनै पाकिसकेको छ भने कुनै चाहिँ भर्खर स्टार्ट पनि भएको छैन। अस्तिको हावापानीले गर्दा मकै लडाइदियो, त्यही भएर हामी चाहिँ मकैलाई उठाउनु पर्ने हुन्छ। यो म र छोरी भएर मकै उठाउँछु। म छोरी चाहिँ आएको छैन, तर अर्को मेरो साथी चाहिँ आउँदैछ नि, ठुलो मान्छे। सानी, चप्पल लगाएर आएको छौ? यता आउलु, यता आइदेऊ न छिटो। निधारमा के लागिरहेछ सानीको? मकैलाई हिर्काउनु हुँदैन है। यो मकैबारी कसको अरे सानी? ला, मकै लडेछ नि सानी। के भएर लडेछ मकै? यहाँ आऊ त, तिम्रो के लागिरहेछ निधारमा? खोइ यता हेर, यता हेर, यता हेर न यता। सानीले चिया खाएन? कति खायो? चिया र के खायो? यता हेर न, चिया र के खायो? लु यता हेर, गुड मर्निङ भनिदियो सबैलाई। नमस्कार पनि। छिटो त्यो हातले यो राखेर लु नमस्कार गरिदिनु। लु यता हेरेर, यता हेरेर नमस्कार। चान्चै हुनुहुन्छ भनिदेऊ। ल्याउ। त्यही हो साथीहरू, अब छोरी आउँछ अनि हामी चाहिँ उठाउँछौँ। उठाएर देखाउँछु कस्तो सिधा बनाउँछ। यस्तो मकैलाई एकदम स्ट्रेट बनाइन्छ साथीहरू। म र मेरो छोरी भएर चाहिँ, दिदीको छोरी भएर चाहिँ हामीले मकै उठाइसक्यौँ। मकै उठाएर यस्तो सिधा बनाइदिइसक्यौँ। अलिअलि त ढल्क्यो नि, त्यसै पनि मकै उठाएर सक्यो साथीहरू। अब हामी घर जान्छौँ। घर गएर हातखुट्टा धुन्छौँ। मकैबारी मकै घोवा लाग्दैछ साथीहरू। अनि यो फर्सीको मुन्टा, यो इस्कुसको मुन्टा हिजो भर्खर टिपेर खाएको हामीले। इस्कुसको फर्सीको मुन्टा नि धेरै छ, पर हुन्छ यता हुन्छ। आज चाहिँ हाम्रो दिदी भान्से हुनुहुन्छ। हाम्रो दिदीले पकाउँदै हुनुहुन्छ काउली, फुलकोपी र आलु, के अचार, करेलाको अचार, बनाउनु भएको छ। आज दिदीले पकाउनु भएको खाना। अरू बेला पनि दिदीले पकाउनु हुन्थ्यो, कोही कोही बेला मात्रै हामीले यसो दिदीको काम भएको बेला मात्रै हामीले बनाउँथ्यौँ। मकै पोलेको मकै दिदीले पोलेर दिनुभएको। साथीहरू, हाम्रोमा चाहिँ दिदीले फुल कस्तो राम्रो राम्रो फुलाउनुहुन्छ। राम्रो भन्दा पनि फुल फुलाउनुहुन्छ दिदीले चाहिँ। अनि फुलहरू हेर्नु न, स्नेक प्लान्टहरू चाहिँ पनि छ, त्यहाँ पनि छ। यो फुल साह्रै मनपर्छ, कति लगेर सारिसकिसकेँ। फुल्दैन हाम्रोमा चाहिँ मजाले। यहाँ हेर्नु न, यस्तो राम्रो फुलेको छ। कति मिठो मिठो कलर छ क्या। बरु गोदावरी पनि 2 चोटि फुलिसक्यो हेर्नु न। कस्तो राम्रो फुल्छ यो। झन् अझ के महिनामा पो ज्यादा फुल्छ क्या, झन् कस्तो राम्रो फुल्छ। यहाँ त 12 मास फुल्छ झन् साथीहरू। मैले लगेर कति फुलाउनु खोजेको, खोइ के भएर कचक्क परिहाल्छ, किराले पो खान्छ। फुल्दै फुल्दैन। हामी चाहिँ अब खाना खान आँटेको। दिदीले पकाउनु भएको यति सब्जी, अन्डा, अचार, दाल यहाँ छ। छोरीले खाँदैछ, दिदीले पनि खाँदै हुन्छ खाना। अब हामी चाहिँ खाना खान्छौँ। चल साथीहरू, हामी चाहिँ दिउँसोको खाजा खान आँटेको। दिदीले बनाउनु भएको खाजा चाहिँ यहाँ चुलामा खाजा खान आँटेको। चाउमिन, अन्डा हालेर बनाउनु भएको थियो। यता छोरीले खाँदैछ। कस्तो भयो छोरी चाउमिन? एकदम राम्रो कि मिठो? अब चाहिँ हामी खान्छौँ खाजा।
दामी बनाउनु भयो दिदीले चाउमिन हेर्दा यस्तो देखे पनि एकदम मिठो है साथीहरू चाउमिन चाहिँ। हेलो साथीहरू हामी चाहिँ यहाँ बाबा दिदीको घर आएको थियौँ। म यहाँ आएको बेला यहाँ हुटीट्याउले कहाँ अन्डा पारेको छ अरे चराले, त्यही भएर हेर्नु आएको छौँ। यता चाहिँ मकैबारी नै मकैबारी छ। यो चाहिँ घर पछाडि हो। अन्डा हेर्न आएको रे खोइ अन्डै पारेको छैन खोइ ए होइन पुवाल परिरहेछ। हुटीट्याउको अन्डा हेर्न आएको हो त हो गाइज हो छैन रहेछ। बाबा दिदीले यहाँ घाँस काट्दै हुन्छ अल्छिन् बाबा दिदीले। खोइ खोइ हेरौँ फुल अरे यो चाहिँ हाम्रो छोरा बाबा दिदीको छोरो मेरो पनि छोरो। ला टिपिस नटिप्न छोड्दैन कालु बोलाउँदै हुन्छ। यो यसलाई त के पो भन्छ नि बाबा दिदी यसलाई खान्छ नि बाबा दिदी यसलाई यही हो टिभीमा देखाउँछ नि त्यो फ्रुटतिर खोइ केतिर हाल्छ नि बाबा दिदी यही हो यो देखाउँछ यसलाई के भन्छ बाबा दिदी यसलाई के भन्छ भन् त यसलाई अर्को नाम पनि छ नि भन्छ केटाकेटीमा गरिदिउँ पेट पड्काउँछु नि पटपटे त्यही भएर यसको नाम चाहिँ हो पटपटे। पटपटे यहाँ थोरै छ यस्तो टिभीमा देखाउँथ्यो खोइ के भन्थ्यो नि ए के बेरी हो नि ए यस्तो यति धेरै पाइन्छ कि यहाँ त लग्ने कहाँ लग्ने। यहाँ चाहिँ किम्बु फल्दैछ साथीहरू। यी किम्बु पाकेको छैन भर्खर कलिलै छ। यो चाहिँ मेन चाहिँ सरिता आन्टीको लागि सरिता आन्टीले सोधे गर्नुहुन्थ्यो। यी किम्बु भर्खर फुल्दैछ ए फल्दैछ सानो सानो छ। सरिता आन्टी यही हो किम्बुको बोट यहाँ पनि छ यहाँ पनि छ। यो चाहिँ साथीहरू के अरे प्रेसर सुगर कब्जियतको दबाई हुन्छ अरे त्यही भएर फेरि मलाई खोज्नु पठाउनु भयो। त्यही भएर म चाहिँ खोजेर आउँदैछु गाइज। जुन लागेको हेर्न सक्नुहुन्छ त्यहाँ टक्कसँगले जुन लागिरहेछ है। लिएर आइसकेँ यति पाएँ पाकेको चाहिँ यति मात्रै भेटाएँ मैले। पाकेको चाहिँ अब म लगेर दिदीलाई दिन्छु गाइज। पाकेको मजाले गुलियो हुन्छ साथीहरू। हामी चाहिँ थपबाट आइसक्यौँ अघि आएको लगभग 7:30 बजीतिर आयौँ। ढिलै भएको थियो आउँदा पुरै अँध्यारो भएको थियो थाकेर गरेर आयौँ हामी चाहिँ थपबाट बाबा दिदीहरूको घरबाट। अनि मैले देखाइहालेँ तपाईँलाई बाबा दिदीहरू पनि बाबा दिदी भन्ने पनि देखाइहालेँ। त्यहाँ घाँस काट्दै हुनुहुन्थ्यो नि बाबा दिदी हो उहाँ चाहिँ हाम्रो बडीको छोरी हो। अनि त्यता गएको थियौँ हामी चाहिँ यसो घुम्यौँ फिर्यौँ। अनि त्यसपछि आयौँ आएर चाहिँ खाना पनि खाइसक्यौँ हामीले। खाना खाएर धन्दा पनि सकियो काम सकियो। अब त्यो साथीहरू बेलुका भयो राति भयो सुत्नुपर्ने हुन्छ मेरो भिडियो पनि एन्ड गर्नुपर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ मेरो भिडियो हेरेर राम्रो राम्रो कमेन्ट गरिदिनु होला र लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु नभुल्नु होला भन्दै आजको मेरो भिडियो यहीँनेरि एन्ड गर्छु। बाई बाई साथीहरू।